यस भिडियोमा हामी 5M मेथोलोजी अथवा म्यानेजमेन्टको बारेमा सरल भाषामा जान्नेछौँ र के हो 5M मेथोलोजी। जति पनि हामी टेक्निकल इन्जिनियरिङ फिल्ड इभन हाम्रो स्मल स्केल बिजनेस होस्, फ्याक्ट्रिज होस्, कम्पनीजमा यो 5M मेथोलोजीले के रोल प्ले गर्छ कम्प्लिट सरल भाषामा जान्नेछौँ। सो हेलो एभ्रिवान, वेलकम टु एसटी इन्फोटेक। र 5M मेथोलोजीमा फर्स्ट एम हामीले देख्छौँ म्यान मतलब हामीलाई वर्कफोर्सको जरुरत हुन्छ। जति पनि हामीलाई वर्कफोर्समेन हामी कुनै पनि काम गरौँ, कुनै कन्स्ट्रक्सन टेक्निकल फिल्ड इन्जिनियरिङ फिल्डमा काम गर्दा हामीलाई एउटा वर्कफोर्स चाहिन्छ, जसलाई हामीलाई मानिस चाहिन्छ। जुन मानिसको अनुसारमा हामीले कुनै प्रकारको प्रोडक्ट बेस होस् या कुनै काम निकाल्ने त्यसलाई हामीलाई युज गरिन्छ। त्यही कारण हामीलाई ह्युमन रिसोर्सेसको जरुरत हुन्छ। त्यो ह्युमन रिसोर्सेस फर्स्ट एमले डिनोट गर्छ। र सेकेन्डमा आउँछ हामीलाई मेटेरियल्स। कुनै काम गर्नु छ हामीलाई मेटेरियल्स युज हुन्छ। कुनै प्रकारको प्रोडक्ट बेस म्यानुफ्याक्चरिङ गर्नुहोस् या कुनै रिपेयर गर्नुहोस् या कुनै चिज होस्, हामीलाई मेटेरियल्स युज हुन्छ। र त्यसरी नै हामीलाई मेसिन्सले इजिली काम गर्नुको लागि, सजिलो बनाउनुको लागि, कामलाई इजी गर्नु प्लस एउटा हाई प्रोडक्टिभिटी ज्यादा बनाउनुको लागि मेसिन्स युज गरिन्छ। त्यसको लागि हामीलाई मेसिन्स एउटा चाहियो। त्यहाँदेखि हामीलाई मेथड, कुनै चिज गर्नुको लागि त्यसको कस्तो प्रकारको प्रोसेस हुन्छ, त्यसलाई कसरी हामीले आइडिया लाउनु, त्यो एउटा आइडिया हुनु पर्यो। यो 4M भयो म्यानेजमेन्ट। जुन 5Mले काम गर्छ त्यसलाई भनिन्छ म्यानेजमेन्ट। कतिले त्यसलाई मोनिटरिङ पनि भनिन्छ, मेन्टेनेन्स पनि भनिन्छ। र यो सबै चिज, यो पाँचवटै एमलाई चाहिँ एउटै चिज इन्भेस्ट, जसलाई हामी मनी भन्छौँ, जुन चाहिँ हाम्रो इन्भेस्ट लाग्छ। त्यही कारण यो हामीलाई हरेक कम्पनी होस् या फ्याक्ट्रिज होस्, यसमा हामी 5M मेथोलोजीले एउटा आफ्नो प्रोडक्टिभिटी होस् या सर्भिस बेस होस् या कुनै प्रकारको हामीलाई एउटा म्यानुफ्याक्चरिङ सेक्टरमा यसको इन्हान्स गराउँछ, आफ्नो एफिसिएन्सी बढाउँछ र यसरी काम गर्छ। र विशेष गरी यसले हरेक चिजलाई कसरी हेल्प गरिन्छ, कुनै प्रकारको अपरेसन्स होस्, क्वालिटी होस्, कुनै रिलायबिलिटी इन्जिनियरिङ प्रोसेस भयो, र यसले इफेक्टिभ म्यानेजमेन्ट कसरी गर्छ, यो सब गर्छ। र 5Sले के एन्स्योर गर्छ त भन्यो भने यसले इक्विपमेन्ट्स लङ्जिभिटी प्लस रिड्युसन टाइमलाइन भयो। र मेन कुरो यसले इन्क्रिज गर्छ प्रोडक्टिभिटी, हामीलाई चाहिने प्रोडक्ट के बनाउँदैछौँ त्यसको भयो। र इम्प्रुभ गर्छ सेफ्टी मेजर्सहरू भयो। र मेन इम्पोर्टेन्ट एउटा कस्ट सेभिङ यसले गर्छ। र मेन यो चिजहरूमा यसले एन्स्योर गरिन्छ। र 5M मेथोलोजीको जुन हामीले इन्जिनियरिङ फिल्डमा देख्छौँ या म्यानुफ्याक्चरिङ फिल्डमा देख्छौँ, र त्यसरी नै हामीले यो प्रोजेक्ट हो ठुल्ठुलो वर्कहरूमा पनि 5Mको धेरै कुरो काम गर्छ। जुन प्रकारले प्रोसेस गर्छ, जुन प्रकारको रिसोर्सेसहरू प्रोडक्सन प्लानिङहरू हुन्छ, त्यसरी नै सप्लाई चेन्जहरूमा हामीले देख्छौँ यो म्यानेजमेन्टको कुरा। र 5M सँगसँगै मेरोमा अलरेडी भिडियो डिस्क्रिप्सनमा छ 5S को। यो पनि एउटा इम्पोर्टेन्ट हो, जुन इम्पोर्टेन्ट हरेक कर्पोरेट सेक्टर इभन सोरुमतिर भयो या सपिङ मलतिर कसरी काम गर्छ त्यसको भिडियो तपाईँले देख्छ। र 5M मेन हामीलाई के यसले चाहिँ ब्यालेन्स गर्नु राख्छ त भनेपछि यसको मेन कुरो इम्प्रुभ गर्छ इफिसियन्सी भयो, रिड्युस कस्ट कटिङ र इन्क्रिज गर्छ आफ्नो प्रोडक्टिभिटीमा। र त्यसरी नै हामीले अटोमोबाइल सेक्टरमा टोयोटाको 3M मोडलमा भयङ्कर कुरो काम गर्छ। र टोयोटाको एउटा मोडल 3 के गर्छ भने चाहिँ मुरी एन्ड मुडा भन्छ। मुरा भनेको अनइभन कुनै एउटा वर्कफोर्सलाई त्यति नै काम दियो जति चाहिँ उसले गर्न सक्छ, कुनै प्रकारको लोड दिँदैन। त्यो लोड दिएन भने चाहिँ मुडा जुन चाहिँ वेस्ट हुँदैन, त्यो वेस्ट भएन भने आफ्नो कम्पनीको पैसा सेभ भयो। त्यसरी नै हरेक एउटा वर्कलाई त्यसरी नै मुरी भन्छ। जुन प्रकारले त्यसलाई जति काम त्यसले गर्नु सक्छ त्यो स्टेबिलिटी त्यसलाई राखेर गर्छ। र यो 5Mकै थ्रुबाट यो टोयोटाले 3M मोडलमा आजको दिनमा लार्ज प्रोडक्सन्स गाडी निकालेर वर्ल्डमा बेचिरहेको छ। र यो एउटा मेथोलोजी नै यो एउटा 5Mबाट नै निक्लेको। त्यसरी नै 5S को भिडियो अलरेडी मैले तपाईँलाई भने तपाईँले देख्न सक्छौँ। र यसले कुनै प्रकारको टेक्निकल फिल्ड होस्, इन्जिनियरिङ फिल्डमा हेल्प गर्छ एउटा प्रोडक्सन्स बढाउनुको लागि,
कस्ट कटिङ गर्नुको लागि र यसले मेन काम इन्हान्स बनाउँछ आफ्नो प्रोडक्टिभिटी अथवा सर्भिसलाई। र कहिले पनि लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् एन्ड थ्याङ्क यू सो